अच्छा नमस्ते एन्ड वेलकम ब्याक टु माई अनदर न्यू युट्युब भ्लगमा सबैजनालाई स्वागत छ। अनि तपाईँहरू कस्तो हुनुहुन्छ सन्चै सुविस्ता होला। अनि मेरो चाहिँ अहिले मर्निङ ड्युटी पऱ्यो, त्यही भएर यो ठाउँमा चाहिँ कार लिफ्ट वेट गरिरहेको छु है, यता शारजा अल्नादा भन्ने ठाउँमा चाहिँ कार लिफ्ट चाहिँ आइपुग्यो, तर यहाँ पेसेन्जरहरू चाहिँ आएको छैन, स्टिल वेट गरिरहेको छ, खाली छ है। It's okay. A few moments later. आइपुग्यो होइन, त्यही हो कारले बोलेको रह्यो। अहिले म चाहिँ दोकानमा जाँदैछु, दोकानहरू पनि अहिले ओपन भएको छैन। कम्पनीको दोकान चाहिँ यही सानो छ, एउटा क्याबको दोकान हो, यही बियोन्ड द स्ट्रिट भन्ने पैसा टक्कै खोल्यो। चाहिँ म स्टोरभित्र छिर्यो होइन, स्टोरमा छिरेपछि टक्कै यस्तो मेसिनमा हुन्छ क्या चेक इन गर्ने। अब जहिले तहिले अब लगइन गर्नुपर्छ क्या, थिचेर लगइन भएपछि ड्युटी स्टार्ट भयो। 10 hours later. 5:30 मा छुट्टी भएर यहाँ जोगिङमा आएको छु। अनि यो एरियामा चाहिँ पहिला यहाँ जोगिङ भन्दा पनि प्ले एरिया हो, पार्क किड्स एरिया। अनि अहिले चाहिँ मेन्टेनेन्स गर्दो रहेछ, त्यही भएर मान्छे पनि त्यति छैन। अनि बाहिर पनि लास्टै गर्मी छ क्या, एकदम खतरनाक गर्मी। बहुत बढ़िया मुन्ना। पाक्यो वाह क्या सीन है। 1 hour later. रुममा आइपुग्यो होइन, पुरा लुगा पनि भिज्यो हो पसिनाले, खतरा गर्मी बाहिर। आफ्टर 6 month पछाडि होला जोगिङ गरेको, पुरा के गर्मीले पनि भनौँ त्यो ह्युमिडिटी भन्छ क्या, त्यो ह्युमिडिटीले गर्दाखेरि ब्रिथ पनि गर्न नसक्ने रहेछ क्या। 2-3 राउन्ड गर्दै प्राय थाक्ने, आम्मा कस्तो गर्मी हो, यस्तो छ है हालत होइन। अब खाना पकाउँछु अनि खाएर सुत्छु होइन, खानाहरू पेक गरेर। फेरि मर्निङ ड्युटी छ गाइस, के गर्नु अब यस्तै छ दुबईको लाइफ, काम नगरी भएको छैन है। ल गाइस, आजको दिन चाहिँ यस्तै भयो होइन। अब भिडियोलाई यतिमा अन्तिम गर्छु होइन। भिडियोलाई मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब पनि गर्नु नभुल्नु होला होइन। एन्ड सी यू अन नेक्स्ट भिडियो, बाई बाई।